हेलो साथीहरु सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। हजुर सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु है। म फेरि आइसके नयाँ दिन अनि नयाँ भिडियोको साथमा। म चाहिँ अब पधेरातिर कपडा धुन जान लागेको साथीहरु है। मेरो भिडियो चाहिँ अन्तिमसम्म हेरेर इन्जोय गर्नु होला अनि कस्तो लाग्छ लाइक कमेन्ट अनि शेयर सब्स्क्राइब पनि गरिदिनु होला साथीहरु। मन चाहिँ हाम्रो चाहिँ अब हाहाकार लागिसक्यो साथीहरु। अब चैत वैशाख लाग्यो त हामीलाई त यस्तो गराउँछ पानीले। यहाँ यत्रो पानी बोक्न जाऊ, लुगा धुन जाऊ, नुहाउन जाऊ, सबै पधेरातिर हो है। हाम्रो चाहिँ घरमा पानी आउँदैन। अब बर्खामा भए कपडा त्यही पानीले पखालिन्थ्यो के। अब अहिले चाहिँ यस्तै छ यी साथीहरु, गाह्रो छ। मेरो भिडियो हेरेर माया गरिदिनु होला, साथ दिनु होला साथीहरु है। अनि सपोर्ट पनि गरिदिनु होला। मेरो चाहिँ यस्तै छ भ्लगहरु है। अब डेली गराउन पनि त्यही घाँसै मात्रै काटेको, त्यही के भन्छ अरे पानी मात्रै भर्न गएको भने के देखाउनु है। कहिलेकाहीँ यसो देखाउनु पर्यो भन्दाखेरि त्यो जुन हाम्रो युट्युबमा हेरेको टाइम वाच हुन्छ नि, त्यो पनि घट्दो रहेछ कहिलेकाहीँ भिडियो हाल्दाखेरि। अस्ति नै मेरो 700 थियो भने अहिले मेरो 500 मा झरेको छ है। 3 दिन भिडियो हालेको थिएन, लङ भिडियो, सर्ट भिडियो त हालिरहेको थिएँ। त्यसले पनि क्याच नगर्दो रहेछ र टाइम वाच घट्दो रहेछ साथीहरु है। त्यो घटेको राम्रो खासै राम्रो मानिँदैन होला, त्यो चाहिँ नराम्रो नै हो भन्नु पर्यो है। सब्स्क्राइबर पनि बढ्नै सकेन साथीहरु, प्लिज सपोर्ट मी गाइज। म पनि हजुरहरूलाई सपोर्ट गर्ने छु है। मेरो भिडियो चाहिँ यस्तै हुनेछ। कोही छैन भनेको त धारामा त मान्छे पो रहेछ हो। कोही छ एक्लै बिन्दास पारामा नुहाइरहेको रहेछ। आउँदा आउँदै गराउन पाइएन के अन्त। अब नुहाइ धुवाइ गरेर सकियो। अघि चाहिँ केटा मान्छेहरू भएको भएर नै भ्लग बनाउन पाएन सुरुबाटै साथीहरु। गाह्रो नमान्नु होला, तर पनि छोटो भयो भने हेरेर साथ दिनु होला। अब चाहिँ हाम्रो सकियो अब जानी हो घर। पानी आउनु लाग्यो। म त 11 बजे आएको, ठ्याक्कै कति बज्यो अहिले? 3 बज्न लाग्यो कि भाइ, 3 बज्न लाग्यो हो। मेरो कुकुर पनि आएर बसिरहेको रहेछ यहाँ। वनजङ्गल हरियाली, अस्ति पानी आएको कस्तो हरियो भएको छ वनजङ्गल। हिँड्ने बेला डोको धोएर सार्ने। ए बराई माटे कराई। अब म जाने हो। अब आफूहरू धोएर भ्याएर जानु। साल दिदी कति बेला आउँछ नि? माइली आयो आयु त लामै रहेछ। ल म त गएँ है। ल जानु। कोही बल्ल आउँदैछन्, बरै कुन बेला भ्याउने हो। आफू त बेलै आइएथ्यो गइयो। लुगा धोएर घर आइयो। अघि एकखेप नानी ल्याएको यो भिडियो बनाउने मान्छेले यो, अनि मैले फेरि बोकिरहेको। फाइनली 4 घन्टामा घर आइयो। 4 घन्टा भयो गएको। यो जुत्ताको हालत कस्तो थियो बिहान, अहिले कस्तो लाग्छ? ल काट्न।
घर नि आउने पानी नि पर्यो साथीहरू है पानी पर्यो कि अनि म धारान जाने यहाँ अस्ट्रेलियाको पाठीलाई यहाँ टप लगाइदिन आउनु भएको थियो र सरहरू खै कस्तो देखेर चाहिँ मेरो छोरी टप लाउँदै हेर्नु पर्यो करा छ म आएको त आइज त नि आऊ आइज टप लगाइछन् म यहाँले टप लगाएको त यहाँ त कान दुखाइदियो मेरो छोरीको कान दुखाइदियो कान दुखाइदियो त्यो म आइज त यहाँ ए आइज यहाँ न आइज आइज मेरो छोरीको कान पो दुखाइदिएछ हौ च्याङ्कुरे भए पनि पाठाहरू मात्रै छन् यहाँभित्र यो पाठी अस्ति नयाँ ल्याएको सरहरूले चाहिँ आज टप लगाइदिन आउनु भएको रहेछ कानमा बिमाको टप म धारा जाने बेलामा दुखाइदियो छोरीलाई कान दुखाइदियो